फाइनली हामी चाहिँ उक्कु खोङवन पार्कमा पुगिसकेका छौँ। यहाँनिर धेरै राम्रो दृश्यहरू रहेछ है, बुढाबुढीहरू यस्तो मजाले खेलिरहेछ। अब हामी यहाँदेखि डाँडामाथि चढ्ने बाटो त यही होला नि, फर्केर आउनु पर्दैन होला। कोरिया आएर पहिलोचोटि सान चढ्दैछु। तर उकालो हिँड्न त बिर्सिएछ त हौ, पुरा स्यास्या भयो त। चराको आवाज बेग्लै मजाको छैन, सुनसान। एभ्रीबडी गाइजहरू, हजुरहरूलाई गर्मीले सताएको छ भने चाहिँ यो ठाउँमा आएर चिसो हावा खान सक्नुहुन्छ। यो ठाउँ रहेको छ, यो सियोङसी नै पर्छ होइन, सियोङसी अन्तर्गत उक्कु खोङवन पार्क हो सानो। अब यहाँदेखि यता हेर, हामी अगाडि बढिरहेका छौँ एकअर्कालाई हेर्दै। ल अब यति चढिसक्दाखेरि रालसिङ निस्किनु होस् त। म यहाँ चट्टान छ, फेरि चट्टान छ, उकालो होला अब। र यो चाहिँ बस्ने ठाउँ छ, यस्तो राजा जस्तो देखियो। ल जितेनको त बानी छ होला नि यस्तै हिँड्ने त। मैले चाहिँ 63 सालदेखि छोडेको कि माने जस्तै छ। आई डोन्ट नो के हो, यसको पनि बेग्लै परिभाषा होला, मैले चाहिँ बुझ्न सकिनँ। ढुकुर पाउने रहेछ, यो रुपी हो, यो फाक्से भने के हो। रिवा कान सुन्दैन, यो कान बाहिर हो। के छ मुन्दुबिद एउटा जाओस् न यो सम्बन्धी। उत्थान नगरौँ होला, देवी देवता उर्लेर आएर म खान सक्दिनँ। गाह्रो छ है। हाम्रो यात्राको सहपाठी भेटिया छ। यो हामी चढ्दै गरेको टुप्पोको नाम चाहिँ खास के हो थाहा छैन। टुप्पोको नाम चाहिँ थाहै छैन। डुङडुङे गुफा चढिँदै है क्या। यहाँ चाहिँ ढुङ्गा चढाउने ठाउँ देउराली हो। सपोज देउराली हुनसक्छ, यहाँनिर ढुङ्गा चढाएको छ। यहाँ भित्तामा पहाड देख्नु, चट्टान देख्न सक्नुहुन्छ। बाटो त हो होइन, अर्ग्यानिक बाटो छ नि हौ। उकालो चढ्दा चढ्दा गर्मीले लुगा खोल्नु पर्ने स्थिति आयो नि त। स्थिति नै बनायो त स्याहार्ने हो। मायाले संसार थाम्दैन। ल यो मैले त नचढेको धेरै वर्ष भयो भने त उकालो। आज फर्स्टचोटि त्यही माथि कोरिया आएर आज पहिलोचोटि पहाड चढ्दैछु। तर यो जङ्गलको सेपले गर्दा शीतल चाहिँ शीतल हो होइन। उकालो हिँड्दाखेरि अलिकति बल लागेर चाहिँ गर्मी भयो भन्ने बुझ्नु पर्यो। घामका प्रकाशहरू भित्र छिर्दैछ होइन। जङ्गल रुखको टुप्पादेखि कति डिग्रीमा झर्दैछ घामको प्रकाश। पानी नखाने, माथि जक्सनमा गएर बस्ने एकछिन। अक्का हो कटु सस्ती छैन। म मात्रै गोर होला भनेको त मभन्दा गोरहरू नि आउँदो रहेछ। हाइट फाइनली हामी टुप्पोमा पुगिसक्यो होइन। यो टुप्पोमा चढेर हेर्दाखेरि त उकालो आइयो त जिते।
गाइज हामी चाहिँ फाइनल्ली यो चुचुरुमा पुगिसकेका छौँ। अलिकति ढाड पनि सिरिङ्ग भयो। यहाँ मुनि हेर्दा यस्तो छ। यहाँदेखि देखिँदो रहेछ फादाहरू। हाम्रो कम्पनी देखिन्छ कि क्या अन्त नि यो देखिँदो रहेछ थेबुतोको टावर देखिँदो रहेछ होइन। अनि हामी कहाँदेखि आयो? यतादेखि त होइन नि। यो पुल गरेर आएको हामी।